हामी यहाँ बसेको पहिला उ त्यो बिल्डिङमा यहाँ 9 वर्ष त्यहाँ बसेर यो गोलोमा आन्टी गोलोको मासतिर 9 वर्ष त्यो गोलो बिल्डिङ बनाएको थिएन पहिला हामी त्यहाँ बस्दा बस्दै बनाएको 2 साल यी बिल्डिङहरू भर्खर बनाएको सबै सिसै सिसा रहेछ नि त पहिला अनि त्यहाँ बसेपछि भाउजू यहाँ ट्रम्प 22 टावर वर्ष पनि हामी त्यहाँ बसेको गोपाल तलको ब्राउन बिल्डिङ छ नि पानीमा 4टा पवित्र हजुर त्यो लास्टको खैरो बिल्डिङमा बसेको हामी ए उ त्यो तलको सानो त्यो पानीमाथि बनाएको छ ती बिल्डिङ 4टा बिल्डिङहरू पानीमाथि बनाएको छ त्यहाँ मुनि सब गराज अनि पानी आन्टी बसेको बिल्डिङको नि फोटो हो त रहेछ त 22 वर्ष हामी त्यो तलको लास्टमा बसेका यहाँनिर सबै एउटैको प्रपर्टी हो एउटैको यी 4टा बिल्डिङ एउटै मान्छेको तिर्नु भने नि बस यहाँ छ अनि हाम्रो नानीहरू पढेर हाई स्कुल सक्ने त्यही हो त्यो यतापट्टि यो बोर्ड छैन यो बोर्ड अनि मास्टर स्कुल युएन स्कुल त्यहाँ हो ए उ लेखेको रहेछ नि त युएन स्कुल हो त्यो यी सबै पानीमाथिका बिल्डिङ हो नि पानीमाथि अनि हामी यहाँ आएर कतिचोटि जहाजमा कति हामी स्कुलको नानीहरू अब मेरो जगिङ गर्ने ठाउँ हो यहाँ पुरा यहाँ साइडमा जगिङ गर्ने छ बिहान उठेर 6 बजी 22 वर्ष भनेको पनि कम्ती होइन र होइन एक जुनी नि हो एउटै घरमा मेरो छोरीहरू साथीहरू ल्याइहाल्छन् घुमाउन हामी हुर्केको घर भनेर देखाउन ल्याउँछ त्यो चाहिँ यहाँ कन एडिसन के भन्छ बिजुली गर्ने ठाउँमा टावर बिजुलीको लागि आफ्नो बसेको ठाउँमा आउँदा आफ्नै घर आए जस्तो हुन्छ नि आन्टी अब यो यहाँदेखि उँधो चाहिँ चाइना टाउन भन्छ पुरा चाइनिजको ग्रोसरी चाइनिजको यो चाइनिजको रेस्टुरेन्ट चाइनिजको बिल्डिङ सबै चाइना टाउन यहाँ यता चाहिँ यी सबै चाइनिजका डाउन टाउन आइडिएसक्यू 1DSQ कहिले त किने न्युयोर्क सिटीमा भैँचालो आउँदैन भन्दा कहिले एकचोटि आएको छ अलि किनभने त्यसरी त्यो तर जरै बाँधेको हुन्छ लड्छन् भनेर अनि ठुलो भैँचालो आउँदैन हेर यहाँ ब्रिज हेर त ब्रिज हो यो एनजी रिया के गर्दैछन् नानी हेर ब्रिज आयो नजिकबाट यो चाहिँ म्यानहट्टन ब्रिज यसलाई यता र क्विन्स र म्यानहट्टन जोड्ने हो यो मान्छे हिँड्न मिल्छ कुदिरहेको छ जगिङ गरिरहेको छ मान्छे ट्रेन हिँड्छ माथिबाट त्यो तलको कालो बिल्डिङहरू चाहिँ ब्रुकलिन हो नि फेरि त्यो नयाँ हो त्यो चाहिँ ट्विन टावर होइन आइपुग्न आँट्यो तर छैन ट्विन टावर भत्कियो कि लिबर्टी टावर मात्रै छ त्यो चाहिँ जान बसिरहेछ ट्विन टावरमा खालि हिजोदेखि ट्विन टावरमा बट इट्स कमिङ क्लोज दिदी चाहिँले पढेर अलिक थाहा छ उसलाई Both of them were destroyed by the enemy. By the enemy. तल्लो चाहिँ ब्रुकलिन ब्रिज हो तल्लो त्यो चाहिँ the ground there is ब्रुकलिन ब्रिज यो ब्रुकलिन ब्रिज छ नि त उसलाई पारी जानु पर्ने छ नि त्यो हो त्यो चाहिँ ब्रुकलिन ब्रिज हो त्यो चाहिँ सबभन्दा पहिला बनाएको हो त्यो चाहिँ ब्रुकलिन हामी कति जाने मेरो काम गर्ने ठाउँ उसको पेन्सन छ ऊ त माथि पवित्र निहुरेर हो त्यहाँ के हो त्यो ट्विन टावर one of them ओ which one ओ यहाँ यहाँ निहुरेर हेर निहुरेर यता this side ओ सानो
see the pencil? You see the pencil on the top? Yeah. That's a Liberty Tower. That's called Twin Tower place. आम्मा कति धेरै टाढो